यसपालि चाहिँ फर्स्टचोटि सोपी भन्ने चाहिँ यो मलेसियन सपिङ रहेछ यो चाहिँ हैन मलेसियाबाट चाहिँ पठाउने सामान रहेछ पहिला चाहिँ अब हामीले टेमु चाहिँ चाइनाबाट अनि मलेसिया हुँदै यसरी आउँथ्यो अहिले चाहिँ डाइरेक्ट फेरि मलेसियाबाट चाहिँ यहाँ बुढाइमा यसरी चाहिँ सोपीबाट पनि पठाउँदो रहेछ यो चाहिँ डिफ्रेन्ट क्याटेगोरीको चाहिँ यो अनलाइन सामान चाहिँ आउँदो रहेछ सोपीमा पनि धेरै राम्रो रहेछ तर मैले चाहिँ यो फर्स्ट टाइम चेकको लागि मात्रै मैले मगाएको छु एउटा यो चाहिँ सामान के छ भनेको चाहिँ हाम्रो छोरीले निकाल्नु ल केले कैँचीले काटेर निकाल्ने तान्नु ल हौ त्यो तानेर निकाल्नु ओके रेडी 1 2 3 गो वाउ यसमा केही छैन अब त्यो बक्समा हेरौँ यो निकाल्नु ल यो चाहिँ के छ भनेको चाहिँ यहाँबाट हेरिन्छ ओ माय गॉड यो त छोरीलाई खेल्ने पनि पठाइदिएको त के हो यो चाहिँ एयरबड्स मगाएको थिएँ मैले JBL कम्पनीको एयरबड्स चाहिँ खत्रै हुन्छ तर एकदमै सस्तो यो चाहिँ अफर प्राइसमा मैले मगाएको छु यो चाहिँ धेरै परेकै छैन क्या धेरै नपरेको हुनाले यो चाहिँ माल चाहिँ अब खोलको जति पनि पैसा परेको छैन अब भित्र माल चाहिँ कस्तो छ हेरौँ एकचोटि के आएछ यहाँ यो त के हो यो त पर्फ्युम पो हालेर पठाइदिएछ त मामाले त साबुन जस्तै ल अब यसलाई चाहिँ हामी खोलेर हेरौँ है त यहाँनिर के छ त्यसमा यो कस्तो टाइपको रहेछ ओहो बक्स त कस्तो स्ट्यान्डर्ड रहेछ ढ्याङ ट्याङ पक्का यो चाहिँ के अरे एयरबड्सै हो त JBL छ टक्कसँगले ब्ल्याक कलरको यो चाहिँ पक्का ए दुईटै लाए पनि एउटै लाए पनि के चार्जर चाहिँ यहाँ छ यसको केबलहरू यहाँ छ कि छैन त अब यो माल त माथि देखियो केबल यहाँ रहेछ केबल यो केबल नभए पनि हामीसँग छ केबल त केही फरक परेन यो चाहिँ यहाँनिर चार्जिङ केबल पनि रहेछ टक्कसँगले यो चार्जिङ केबललाई हेरौँ छोटो खालको रहेछ चार्जिङ हाम्रो चाहिँ त्यो ग्राइन्डरमा मिल्ने खालको चार्जर रहेछ यो चाहिँ पहिला यो चाहिँ JBL को यो कम्पनीको चाहिँ यो निकै पहिला निस्केको हो यो चाहिँ अहिले सस्तोमा किन पाइयो भने चाहिँ एकदम पुरानो मोडल भएको हुनाले यो स्टकमा भएको सामान भएको हुनाले चाहिँ यो चाहिँ एकदमै सस्तोमा पठाएको छ यसको दाम चाहिँ मलेसियन रिङ्गेट चाहिँ कति पो थियो यसको 30 रिङ्गेट कि कति थियो त्यसको त्यहाँनिर त्यो चाहिँ डिस्काउन्ट गरेर त्यो प्राइस त्यसको फुल प्राइस अझै बेसी नै छ हैन डिस्काउन्ट गरेर पनि त्यतिमा थियो र त्यो त्यसबाट पनि डिस्काउन्ट भएर चाहिँ यो आएको छ यो चाहिँ सरी कस्तो रहेछ राम्रो हो ल तपाईले यहाँ हेर्न सक्नुहुन्छ JBL लेखेको छ यहाँनिर टक्कसँगले यस्तो छ अब यसले चाहिँ कानमा टक्कसँगले यो चाहिँ अब पहिलो आइटम मगाएको अब यो राम्रै भयो भने फेरि अरू पनि हामी सामान मगाउँछ यसको बट्टा पनि एकदमै राम्रो रहेछ क्युटी बट्टा टक्कसँगले यो चाहिँ यहाँनिर राखेर चार्ज गर्न मिल्ने रहेछ यो चाहिँ ल आजको चाहिँ यति नै छ के गरौँ छोरी बाई बाई गरौँ बाई बाई के हो छोरी के गर्नु लाग्यो